सप्तरङ्गी कलर लिएर नेपाली राजनीतिमा छिरेका प्रचण्डले चितवनको हार गोर्खाको फेरबदलपछि पूर्व रुकुम पुगेर भनेछन्, म एउटा यस्तो नेता हो जो जहाँसुकै जुनसुकै क्षेत्रमा जुनसुकै व्यक्तिसँग गएर पनि जित्न सक्ने नेता हो। तर उहाँको राजनीतिक तथ्य, राजनीतिक इतिहास हेरौँ। राजनीतिक इतिहासले अर्कै कुरा देखाउँछ दर्शकबिन। यदि प्रचण्ड जहाँ गए पनि जित्न सक्ने नेता हुन् भने उहाँले हारेको ठाउँ किन छोडे? यो उहाँमाथिको आरोप होइन, यो सर्वसाधारणको प्रश्न हो। उहाँले भाषणमा भनेछन्, म जहाँ गए पनि जित्ने नेता हो। तर उहाँको निर्णयमा हेर्दा उहाँले जहिले सुरक्षित सिट मात्र छान्नुहुन्छ। नेतृत्व आत्मविश्वासले चिनिन्छ, सुरक्षित ठाउँको खोजीले होइन। हारपछि स्थान फेरिरहँदा दाबी र व्यवहार बीचको दूरी स्पष्ट हुँदै जान्छ। यो उहाँको आलोचना मात्र होइन, उहाँको तुलना हो र नेपाली राजनीतिमा सबैभन्दा खतरनाक शब्द भनेकै तुलना हो। उहाँ बलियो नेता हुन् कि होइनन् भन्ने कुरा राजनीतिक इतिहासले मजाले बताएको छ। तर प्रचण्डका केही झोलेहरू भक्तहरू आएर भिडियोमा नराम्रो कमेन्ट गर्न सक्छन्। पहिला इतिहास हेरौँ अनि बल्ल बुझेर मात्र कमेन्ट गरौँ। तपाईको आफ्नो विचार पनि प्रस्तुत गर्न भने नबिर्सिनुहोला।